तपाईले खाने भात तपाईँ आफै उत्पादन गर्न सक्नुपर्छ। तपाईले लगाउने लुगा तपाईले आफैले बनाएको हुनुपर्छ। तपाईले खेलाउने मोबाइल तपाईले खेलाउने यस्ता मोबाइल चाइनाबाट आएको अमेरिकाबाट आएको हुनु भएन, यही देशमा बनाउनु पर्छ। यदि त्यसो हो भने सम्पूर्ण जेनजीलाई म भन्न चाहन्छु, श्रम संस्कृतिलाई चिन्नुहोस्। तपाईले यताउता नहिँड्नुहोस्। श्रम संस्कृतिलाई चिन्नुहोस्, अर्को साम्पाङलाई चिन्नुहोस्, अर्को साम्पाङको विचारलाई बुझ्ने कोसिस गर्नुहोस्।